हेलो गाइस, आज फेरि हामी आएको छु केराबारीमा मुङ्गो भन्ने ठाउँमा। यहाँ स्विमिङ पुल हेर्न सक्नुहुन्छ, पुल बनाएको छ हेर्नुहोस् है गर्मीमा। यहाँ केटाकेटी खेल्ने ठाउँ अनि यहाँ ठुल्ठुलो छ खेल्ने। दामी छ हेर्नुहोस्, यस्तो दामी भ्यू छ, देख्नु भइरहेछ तपाईँहरूले। दामी छ हेर्नुहोस् है। यहाँ यो भनेको केराबारी मुङ्गो भन्ने ठाउँ। यहाँ होटेल पनि छ हेर्नुहोस् है, यस्तो दामी छ ठाउँ। गर्मीमा सबै साथीहरू आएको छ। फेरि अहिले नै पानी परेछ कि फेरि। यस्तो छ हेर्नुहोस् है, दामी छ। कति धेरै मान्छे आएको छ, पानी फेरि हल्का परिरहेछ। यो केराबारी मुङ्गो भन्ने ठाउँ हो। यो नानी केटाकेटी चाहिँ यहाँ खेल्ने छ, देख्नुभयो। अब हामी एकैछिनमा नुहाउनुपर्छ। सो केराबारी मुङ्गो भन्ने ठाउँ रहेछ क्या, मुङ्गो हो। हामी चाहिँ कहाँ नुहाउने हो? माथि नुहाउने। माथि पनि ठाउँ छ है साथीहरू, यहाँ माथि पनि छ, त्यहाँ पनि देखाउँछु म अहिले। ए भ्युज पनि दामी छ, हल्का छिमछिम पानी परिरहेछ। देख्नु सक्नुहुन्छ तपाईँहरूले, यस्तो दामी इन्जोय हुँदैछ गर्मीमा, राम्रो छ। अनि म अर्को अझ यहाँबाट यस्तो मजाको पहाड पनि देख्नु सक्नुहुन्छ, कति आनन्द छ, यस्तो दामी देखिरहेछ। यहाँ हेर्नुहोस्, सानो घर पनि छ। दामी छ है। यो हो केराबारी मुङ्गो भन्ने स्विमिङ पुल। रमाइलो छ है, रमाइलो छ। अब हामी पनि एकैछिनमा नुहाउनु पर्छ। ल यहाँ ओभर भिड छ है, कता गयो? ओभर भिड छ। अब माथि जाऊँ है हामी, होइन? उता माथि जाऊँ क्या, माथि टिकको चाहिँ यहाँ ओभर भिड छ। अझै माथि छ, म देखाउँदै जान्छु। हामी उता माथि जाने, माथिबाट यहीँ हो, हामी यताबाट आएको। हामी यहाँ चाहिँ नुहाउनुपर्छ है। सो यहाँ ठिक छ है, यहाँ चाहिँ नुहाउनुपर्छ। यहाँ पनि छ ठाउँ है, दामी छ, भ्युज पनि दामी छ, देखिरहनु सक्नुहुन्छ तपाईँहरूले। यहीँ नुहाउने हामी पनि, यहाँ ठिक छ है। हेलो, इन्जोय हुँदैछ हाम्रो। दामी हुँदैछ है, दामी 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 दामी। यस्तै टाइप मार्दै मोबाइल दुख्छ नि फेरि। ओहो माछा, ठुलो माछा। ल अब यहाँदेखि हामी फाल्नु। 1 2 3 गो। बेलुका भयो, सुकुटी पनि खाँदै हाम्रो। यो चाहिँ आज सुकुटी यो मिठो बनाउँछ अरे यो ठाउँमा। के अरे अमन, कुन ठाउँ अरे? केराबारी छेउको बन्तवा होटेल है गाइस। यहाँ चाहिँ दामी मिठो बनाएको छ, जुरुम जुरुम हुँदैछ सुकुटी, दामी छ। अब सुप पनि छ यहाँ, दामी जुरुम जुरुम। ल गाइस, साह्रै नै इन्जोय भयो आज। आजको दिन पनि राम्रो भयो हाम्रो। सटरडे आज छुट्टीको बेलामा यसो हामी स्विमिङ पुल आएको थिएँ केराबारीमा। दामी लाग्यो। ठिक छ, तपाईँलाई मन पऱ्यो भने यसो लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब फलो पनि गरिदिनु होला गाइसहरू। ल आजको लागि यति नै, निक्लेको हामी, बाई।